आयोगसँग मलाई टाढा बनाउने बाटो खुल्यो। आयोगलाई अप्ठ्यारो भयो के फेस गर्नलाई गाह्रो भयो। म नजिक थिएँ, अब कर्मचारीहरूले कम बोल्न थाले, समस्या भयो के। त्यो एउटा एस्पेक्ट मैले सुनाउनु खोजेको। अनि त्यसपछि यो एनआइडीको कुरा अघि मैले इम्पोर्टेन्टली सुनाउँछु भनेको थिएँ। त्यसपछि चाहिँ एनआइडीलाई कम्पलसरी लगाउनुपर्छ भनेर हामीले सुरु गरेको हो। एनआइडीको नम्बर राखेर एनआइडीको जुन, अनि त्यसपछि भगवान सरको त्यतिखेर पनि लाइन थियो, क्लिन लाइन थियो। एनआइडीमा जुन फिङ्गरप्रिन्ट छ त्यही फिङ्गरप्रिन्ट एक्जाम सेन्टर बाहिर विद्यार्थीको हुनुपर्छ। त्यो विद्यार्थीले एक्जाम दिइसकेपछि पास भइसकेपछि विश्वविद्यालयमा भर्ना भइसकेपछि फर्स्ट मन्थ पछि त्यही विद्यार्थी भर्ना भइरहेछ पढिरहेछ भन्ने कुराको त्यहाँबाट पनि फिङ्गरप्रिन्ट भेरिफाई हुनुपर्छ। र त्यही फिङ्गरप्रिन्ट काउन्सिल अथवा जुन रेस्पेक्टिभ काउन्सिल्सहरू छ, प्रोफेसनल हेल्थ काउन्सिलहरू छ अथवा मेडिकल काउन्सिल छ, नर्सिङ काउन्सिल छ, लाइसेन्स लिने बेलामा पनि सेम फिङ्गरप्रिन्ट भेरिफाई हुनुपर्छ भन्ने हामीले मल्टिपल लेभलमा त्यो भेरिफिकेसन चाहिँ भएको हुनु पर्यो।